हेलो गाइस, हामी यहाँ बारीमा काम गर्न आएको छ। नानीहरू चाहिँ बाख्रा छ। अन्त उबाट सयपत्री फुल फुलिरहेछ। अहिलेसम्म दीपावली सकेर पनि अब चाहिँ हामी बारीमा काम गर्न थालेको हो। उहाँ आमा हुनुहुन्छ, कुखुरा देखाइ त सक्यो। पार्टी चाहिँ बर्मेक। हेलो गाइस, आज चाहिँ हामी दिवाली सकेर बारीमा काम गर्न निस्केको छौँ हो। किनकि अल्छी लाग्यो, अन्त बारीमा काम गर्दैछौँ। आलु रोप्नुको लागि अन्त मटर आलु रोपेको पनि देखाइदिन्छु भोलि चाहिँ। अन्त नास्पातीको बोट छ। अहिले चाहिँ सिजन छैन होइन। त्यहाँ इस्कुसको बोट पनि रहेछ, त्यहाँ फलिरहेछ इस्कुस। उयो बनाना बडीहरूको घर। यो चाहिँ इस्कुसको उयो बोट मन्टाको। यो चाहिँ हाम्रो बाख्रा। मेरो बाख्रा चाहिँ यो सेट हो। अन्त यो चाहिँ आमाको बाख्रा हो। यो चाहिँ भाइको बाख्रा। यो चाहिँ आगुनको दसैँको लागि। यो चाहिँ आमा त्यहाँ काम गर्नुहुँदैछ। अन्त हेर्नुहोस्, यहाँनिर त्यो सिस्नो छ, त्यो पनि आमालाई यहाँ भन्नु सिस्नो खानुभयो। कुखुरा यो भाले चाहिँ पुरा चकचक्ले छ। अन्त म पिच्छु। यहाँनिर चल्लाहरू छ, चिक्स, सानो सानो चिक्सहरू। यहाँ हाँस छ। यहाँ इस्कुस छ। यहाँ इस्कुस फलिरहेको रहेछ। यत्रो यहाँ फलिरहेको छ। देख्नुभयो होला, मैले जुम गरेर देखाएको। यहाँ रहेछ।